उहाँको उपस्थितिसँगै उहाँको स्वागत हामी गर्नेछौँ। यहाँहरू सम्पूर्णमा आजका प्रमुख अतिथि विशेष व्यक्तित्व पोतेलाल चौधरी रहने हामीले जानकारी गरायौँ। विशिष्ट अतिथिमा ऊर्जाशील व्यक्तित्व, क्याम्पसलाई सकारात्मक मार्गदर्शन गरिरहनुभएका, क्याम्पसको उन्नयनका निम्ति अहोरात्र खटिनुभएका प्रेरणादायी व्यक्तित्व श्री धर्मराज जोशीज्यूमा विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हुन सादर समाजसेवी दान बहादुर पाण्डेज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन म सादर अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिकै आसन ग्रहण गरिदिन हुन यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी आदरणीय श्री किशन सिंह एरीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन म सादर अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिकै आसन ग्रहण गरिदिन हुन बेलोरी नगरपालिका 8 का वार्ड सदस्य श्री ज्ञानु चौधरीजीलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन म सादर अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिन हुन बेलोरी वार्ड नम्बर 8 का निवर्तमान वडा सदस्य श्री महेश विष्टज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन म सादर अनुरोध गर्न चाहन्छु। गोपी प्रसाद उपाध्यायज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन म सादर अनुरोध गर्न चाहन्छु। 2052 सालमा स्थापना हुँदै गर्दा दुधी अवस्थामा ज्ञान साधना हुँदै गर्दा आफ्नो न्यानो आश्रय दिएर ज्ञान साधनालाई हाल यहाँसम्म पुगाउन ठूलो योगदान गर्नुभएका आदरणीय व्यक्तित्व हुनुहुन्छ समाजसेवी नरबहादुर सँगसँगै आफ्ना भावगर्भित सारा गर्भित शब्दहरू राखिदिन हुन यस विद्यालयका प्रिन्सिपल आदरणीय व्यक्तित्व श्री तेजबहादुर चन्दज्यूमा म सादर निवेदन गर्दछु। उद्घोषक द्वय दिपेन्द्र प्रसाद उपाध्याय र यस स्कुलका भाइस प्रिन्सिपल दीपक भट्टज्यू, कता कता बोल्ने शब्द नै मनमा आइरहेको छैन, तथापि यस विद्यालयको 30औं वार्षिकोत्सव एवं अभिभावक दिवस मूल समारोहको सभापतिको आसन ग्रहण गरिराख्नुभएका र मलाई नजदिकबाट अत्यन्त माया गर्नुहुने र अत्यन्त सल्लाह र सुझाव दिनुहुने ऊर्जाशील व्यक्तित्व, बौद्धिक व्यक्तित्व, यस विद्यालय सञ्चालक समितिका सदस्य आदरणीय हेमन्त सर, यस कार्यक्रमका प्रमुख अतिथि बेलोरी नगरपालिकाका प्रमुख आउँदै हुनुहुन्छ पोतेलाल चौधरीज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बौद्धिक व्यक्तित्व आदरणीय धर्मराज जोशी सर र विशिष्ट अतिथिहरूको आगमन जारी रहनेछ र तथापि म उद्घोष गर्न चाहे उहाँहरूको नाम आदरणीय वीरेन्द्र सिंह भण्डारीज्यू यो कार्यक्रमको विशेष अतिथि रहनुहुनेछ, आदरणीय क्याम्पस प्रमुख मदन बहादुर चन्दज्यू र त्यस्तै आदरणीय जनज्योति माविका प्रमुख टेकराज अवस्थी दाई र मलाई नजदिकबाट सल्लाह र सुझाव दिइरहनुहुने आदरणीय गुरु गोपी प्रसाद उपाध्यायज्यू र एस पेप्सन बेलोरी का संयोजक अध्यक्ष आदरणीय मित्र बसन्त नेपालीज्यू र उग्रतारा बाल विद्यालयका आदरणीय नरेश्वर दाजु, आदरणीय यो विद्यालय व्यवस्थापन समिति स्टार्टिङ हुँदा यो विद्यालयलाई ठाउँ दिएर आज यो ठाउँमा पुगाउनु हुने आदरणीय नरबहादुर पाण्डेज्यू र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर लामो समय काम गर्नुहुने आदरणीय किशन सिंह ऐरी दाजु र शास्त्र प्रहरी बेलोरी पचुई का इन्चार्ज्यू र मञ्चमा आसीन हाम्रो निम्तालाई सहर्ष स्वीकार गरेर यो प्रतिकूल मौसमका बावजुद पनि हामीलाई अत्यन्त नजदिकबाट माया गरेर यहाँ पाल्नुहुने सम्पूर्ण भगवान रूपी तपाईँ अभिभावकजीहरूमा म नतमस्तक भएर
हार्दिक हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। कता कता म यो स्कुलमा आएको 16 साल पुगेछ र पत्तै लागेन। यहाँहरूको सामिप्यताले म अझै 1 वर्षमै छु कि जस्तो अनुभूति हुन्छ र सायद जति माया तपाईँहरूले मलाई यो ठाउँमा दिनुभयो त्यो माया सायद मेरो आमा बाबुले पनि बिर्लै दिए कि जस्तो अनुभूति हुन्छ। जीवनको उपस्थितिलाई ढोक गर्दै म बिदा हुन्छु। हस्त धन्यवाद। श्री लालबहादुर चौधरीज्यू पनि हामी माझ हुनुहुन्छ। उहाँमा पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन सादर अनुरोध गर्दछौँ। हामी आभारी छौँ यहाँहरूको यस उपस्थिति प्रति। यहाँहरू आर्मी राखेर, सेना राखेर, हतियार राखेर मात्रै देशको सुरक्षा हुँदैन नि। देशका हामी भित्र बग्नुपर्छ, हाम्रा रगतहरूमा बग्नुपर्छ, हाम्रा नसामा देश बग्नुपर्छ, हाम्रो मनमा देश बग्नुपर्छ। अनि पो त राष्ट्रिय गानले हामीभित्र यही गौरवशाली भावना उत्पन्न गर्दछ। हामी सच्चा नेपाली बन्नुपर्ने प्रेरणा प्रदान गर्दछ। अबको क्रममा यहाँहरू सम्पूर्णको स्वागतका निमित्त, विशेष स्वागतका निमित्त यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ एउटा स्वागत गीत। लक्ष्मी राणा, उहाँलाई जोरदार तालिका साथले स्टेजमा हामी स्वागत गरौँ। Pavitra
भएको छ। यो 30औं वार्षिक बाल यो विद्यालयको 30औं वार्षिक लक्ष्यमा सबभन्दा पहिला त म शुभकामना दिन चाहन्छु। तपाईँहरूको कार्यक्रम नित्य मैले नजिकबाट देखेको छु। लेखन पठनको विषयमा मलाई थाहा छैन, तर बाहिर व्यवस्थापनको विषयमा मलाई थाहा छ। तपाईँहरू सुन्दर कामहरू गर्नुभएको छ र यस्तै किसिमले यो तपाईँहरूले पहिले भनिहाल्नुभयो, म त्यसको संस्थापकै हो। मैले पनि धेरै यसमा मेहनत गरेको हो र तपाईँहरूको जुन गर्नुभएको छ यहाँसम्म पुर्याउनु भएको छ, अहिले केही भएको छैन भन्नुभएको छ। मैले देख्दा त्यो सानो झोपडीबाट भएको अहिले 30 मन्जिल बनाउनु भएको छ। धेरै विद्यार्थीहरू स्थापित गर्नुभएको छ र जुन तपाईँहरू गरेको कर्मलाई बहुत बहुत धन्यवाद दिँदै अझ उत्तर प्रगति गर्नुहोला भन्ने भनाइ राख्दै म बिदा हुन्छु। धन्यवाद। आदरणीय प्रकाश श्रेष्ठज्यूमा विशिष्ट अतिथिको आसन ग्रहण हार्दिक धन्यवाद प्रकाश दाई, आजको दिन हाम्रा लागि दिनुभयो। यस कार्यक्रम उद्घोषक मित्र, यस ज्ञान साधना विद्या मन्दिरको 30औं वार्षिक उत्सव तथा अभिभावक दिवस मूल समारोहका आदरणीय सभापति महोदय, यस कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिको ढुङ्गामा आसीन रहनुभएका विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू अनि यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरू, यस बेलुर नगरपालिका वार्ड नम्बर 8मा अवस्थित यो विद्यालय ज्ञान साधना बाल विद्या मन्दिरको 30औं जुन यो वार्षिक उत्सव आज हामी सामु यो मनाइराख्नु भएको छ। यस अवसरमा म यो विद्यालयको निरन्तर उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। म मेरो व्यक्तिगत तर्फबाट र म आबद्ध संस्था श्री उग्रतारा बाल विद्यालयको तर्फबाट यो विद्यालयको एकदमै उत्तरोत्तर प्रगति होस् भनेर म शुभकामना दिन चाहन्छु। आगामी वर्षहरूमा अझ यस विद्यालयको उचाइ बढोस्, अझ गरिमा बढोस् र जुन अहिले पृथ्वी क्षेत्रमा यो क्षेत्रमा यस विद्यालयको नाम राम्रो सुनिन आएको छ र अझ आगामी दिनहरूमा अझै राम्रो उत्तरोत्तर प्रगति होस्, अझ राम्रो होस् र अभिभावकहरूको मन जित्न सफल रहोस् भनेर पनि म शुभकामना दिन चाहन्छु। र साथसाथै यहाँ उपस्थित हुनुभएका केही अभिभावकज्यूहरू, उहाँहरूलाई म के पनि अनुरोध गर्न चाहन्छु भने हामी निजी विद्यालय सञ्चालकहरू हो, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। आगामी दिनमा यस विद्यालयले अझ राम्रो यस क्षेत्रमा अझ राम्रो कीर्तिमान राख्न सफल होस्, अभिभावकहरूको मन जित्न सफल होस् भनेर म शुभकामना दिन चाहन्छु। धन्यवाद। धन्यवाद। आदरणीय ज्ञान साधना विद्यालयको 30औं वार्षिक उत्सव समारोहका अध्यक्षज्यू, प्रमुख अतिथि आउँदै हुनुहुन्छ, विशिष्ट अतिथिमा आसीन महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखज्यू, अन्य विभिन्न तह तबकामा बसिराख्नुभएका विशिष्ट अतिथिज्यूहरू, सर्वप्रथम म यो विद्यालय परिवारले सम्झेर मलाई निमन्त्रणा दिनुभयो, त्यसको लागि म हृदयदेखि नै म धन्यवाद दिँदै यो कार्यक्रमको उत्तरोत्तर प्रगतिको म शुभकामना दिन चाहन्छु। सरले फोन गर्नुभएको थियो, त्यो सरले म आउँछु लागि पनि केही शब्द बोल्नुपर्ने आवश्यक महसुस गरेर मैले म शुभकामना दिन चाहन्छु। र आदरणीय अभिभावकज्यूहरू, त्यही चन्द्र सरले बोल्दै गर्दाखेरि कतिजनाले ध्यान दिनुभयो, कतिजनाले ध्यान दिनु भएन। आज मात्रै केही विद्यार्थीहरूले मोबाइल लिएर आउनु भएको थियो, सरले त्यो मोबाइल थुतेर अफिसमा राखिदिनु भएको छ। यो मोबाइल भन्ने चिज बच्चाहरूको मस्तिष्क अत्यन्तै कोमल हुन्छ। त्यो कोमल मस्तिष्कमा यो मोबाइलबाट जो भाइरसहरू प्रवेश गर्छ, त्यो भाइरसका कारणले गर्दाखेरि ठुला प्राणघातक रोगहरू लाग्न सक्छन्। म तपाईँलाई एउटा जल्दो बल्दो उदाहरण दिन चाहन्छु। हाम्रो विष्णु सर हुनुहुन्छ खरिगाको सर, उहाँको छिमेकी नन्नु जेठारा भन्ने
उहाँको नाति उहाँको छोरा र बुहारी बेङ्गलोर जानुभयो अनि बेङ्गलोर गएर उहाँ त्यही काम गर्नुभयो। त्यसपछि के समस्या पर्यो, बुहारीको चाहिँ के अरे देहावसान भयो। तर नातिको मोबाइलमा यस्तो लत लाग्यो कि त्यो मोबाइलको कारणले गर्दाखेरि ऊ एकदमै अप्ठ्यारो अवस्था भयो। उसको आँखामा निकै समस्या आयो, मानसिक समस्या भयो। त्यसपछि उसलाई चाहिँ अस्पताल भर्ना गर्नुपर्ने। बालबालिकाहरू, यो विद्यालयबाट हुर्केका बालबालिकाहरू भोलि यो मुलुकको डक्टर, यो मुलुकको वैज्ञानिक, यो मुलुकको चाहिँ पाइलट र यो मुलुकको चाहिँ असल एउटा कुशल राजनेता भएर निस्कुन् भन्ने म हार्दिक शुभकामना सहित बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। धन्यवाद। मानवताको उन्नयनका निम्ति यहाँहरू सबैमा दीप प्रज्वलनका निम्ति मैले हार्दिक अनुरोध गरेँ। कृपया आजका विशिष्ट अतिथिवर्ग प्रकाश दाइले पनि सीएसआफ सबैजनालाई मञ्चमा आइदिएका निम्ति मैले अनुरोध गरेँ। यसपछि ब्यानर वाचन सँगसँगै यस मञ्चमा फोटो सेसनको कार्यक्रम हुनेछ। यहाँहरू सबैका निम्ति दीप प्रज्वलनसँगै यस मञ्चमा उपस्थित भइदिन म अनुरोध गरिरहेको छु। यसपछि ब्यानर खोलेर उद्घाटनको कार्यक्रम पनि यहाँ रहनेछ र सँगसँगै एउटा फोटो सेसन रहनेछ। यहाँहरू सबैले फोटोमा सहभागी भइदिन मैले अनुरोध गरेँ। दीप प्रज्वलनमा सहभागी भइदिन मैले अनुरोध गरेँ। वाचन गरेर यस कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ। यहाँहरू सबैको ताली चाहिन्छ। विद्यार्थी नानीहरू सबैले ऊर्जाशील ताली बजाउनु होला सबैले। यसपछि यहाँहरू सबैलाई एउटा फोटोका लागि पङ्क्तिबद्ध भइदिन मैले अनुरोध गरेँ। प्रमुख अतिथिज्यूसँगै विशिष्ट अतिथिज्यूहरूसँगै मञ्चमा आसीन अतिथिवर्गलाई पनि मैले अनुरोध गर्दै एउटा फोटोका लागि मैले अनुरोध गरेँ। भक्त उपस्थितिको यहाँहरूको भव्य उपस्थितिको सङ्केत बन्नेछ, हाम्रो निम्ति मार्गदर्शक बन्नेछ। यस यो शिर न कहिले झुकेको थियो न कहिले झुक्नेछ, किनकि हामी पहाडी हिमाली मधेसी होइन, हामी त केवल नेपाली हो, नेपाली। देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गर्यो थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र, सक्दैले गर, नसक्ने गर, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। पहिरोले छैन खानी अन्न, अन्न छैन भन्ने कुरा कता जानु भन्न। अरू जन्म लिन पर्ने जापान धर्म छैन, नेपालमा जन्म लिन कहिल्यै सुख पाइन। हामीलाई के नै सुख छ र, सक्दैले गर, नसक्ने गर, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। भूगोलपन विकट मेरो जातिपन खल्लो, यसलाई बाटो यो जिन्दगी बनाइदिए खल्लो। ठुलालाई छैन सैभोग सानालाई होइन, देवी खान आयो भन्छन् मलाई आया छैन। हामीलाई के नै सुख छ र, सक्दैले गर,
बेची विदेशीको गुलाम देश सम्झेर रुन्छौ मन कसो गरी भुलम हामीलाई के नै सुख छ सक्ने गर नसक्ने गर मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन खेतीपाती गरम भने जग्गा जमिन छैन जागिर गरम व्यापार गरम ठाउँमा मान्छे भइन खर्ब खर्ब बजेट आउँछ केले खान्छ केले मेरो जीवन साइकल सँगै थोत्रो सिसीले हामीलाई के नै सुख छ सक्ने गर नसक्ने गर मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन गाँठो बाठो मान्छेलाई त यो देश फेरि सही हो हामी जस्तो नागरिक त अनागरिक भइयो कहिले होला भने जस्तो नयाँ नेपाल आउने जे भने जस्तो भने देशकै मोया लाउने हामीलाई के नै सुख छ सक्ने गर नसक्ने गर मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन सदैव स्मरण रहोस् सीमा मेचीको होस् या भूमि लिपुलेको समान रूपमा प्यारो छ विपत्ति आए गए तर नेपालीलाई परास्त गर्न गाह्रो छ जय नेपाल। आज यस ज्ञान साधना बोर्डिङ स्कुलको 3औं वार्षिक उत्सव तथा अभिभावक बेलाका सभापति महोदय त्यसै गरी प्रमुख अतिथिका दीर्घमा आसीन बेलौरी नगरपालिकाका प्रमुखज्यू विशिष्ट अतिथिका दीर्घमा आसीन हाम्रो महाकाली बहुमुखिया बसका प्राचार्यज्यू हाम्रो हरिचन्द संस्थापक सदस्य हरिचन्द ठकुरज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सामुदायिक विद्यालय संस्थागत विद्यालय तथा विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएका प्रतिनिधिज्यूहरू र यो कार्यक्रम सफल पार्नका लागि उपस्थित सम्पूर्ण अभिभावकज्यू र प्यारा प्यारा छात्र छात्रा भाइ बहिनीहरू आज यस विद्यालयको 30औं वार्षिक उत्सवमा मलाई निमन्त्रणा गरी मेरो शुभकामना मन्तव्य राख्न दिनुभएकोमा विशेषतः यस विद्यालय परिवारलाई म धन्यवाद दिन चाहन्छु र साथसाथै जसरी कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै म बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद। साक्षी हेरी, श्वेता चौधरी, सन्ध्या चौधरी, सिमरन चौधरी।
चिसो लाग्यो? म 5वटा कुरा भन्छु है विद्यार्थी भाइ बहिनीहरूको लागि। आफ्नो विद्यालयलाई माया गर्नुपर्छ, आफ्नो बुबा मम्मीले भनेको मान्नुपर्छ, आफूभन्दा ठुलालाई आदर गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ, स्कुल आउँदाखेरि रुनु हुँदैन, खुसी खुसी आउनुपर्छ, धेरै पढ्नुपर्छ, मोबाइल थोरै चलाउनुपर्छ। के अरे मोबाइल सुनेन मैले? मोबाइल आमा बुवाले भनिदिनुहोस् त, मोबाइल थोरै चलाउँछन्? सही हो कि यिनीहरू झुटो त बोलिरहेको छैनन्? हेर विद्यार्थी भाइ बहिनीहरू, एउटा कुरा भन्छु, म सम्बोधन पछि गर्छु कि पढाइमा तपाईँहरूको सबैभन्दा ठुलो महत्त्वपूर्ण जिम्मेवारी भनेको पढाइ हो। पढाइमा फोकस हुनुहोस् है। यदि कुनै पनि विद्यार्थी आफ्नो विषयमा कम्तीमा 35% अङ्क ल्याएर पास हुँदैन भने त्यो पुच्छर नभएको 4 हात खुट्टा टेक्ने के हो? त्यही हो। त्यसैले मेहनत गरेर पढ्नु होला है त। ल, कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, नगरपालिकाको जम्बो टिम, मैले सम्पूर्ण धेरैजसो साथीहरूलाई देखिरहेको छु, शिक्षाविदहरू, आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरू, यसै विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, व्यवस्थापक सम्पूर्णलाई स्वीकार्नुहोस् यो चिसो मौसममा न्यानो नमस्कार। म विष्णु प्रसाद शर्मा, ब्राइट स्टार बोर्डिङ स्कुलको प्रिन्सिपल। लामो समय लिन्न म छोटकरीमा के भन्न चाहन्छु भने ज्ञान साधनाले ज्ञानको ज्योति बाँड्दै आएको छ। यो लामो करिब 2-2.5 दशकको समयमा यो विद्यालय उदाहरणीय बनेको छ। यसले दिएका परिणामहरू चाहे खेलकुदमा होस् चाहे शिक्षामा होस् अतुलनीय योगदान गरेको छ। एकदमै थोरै लिएर धेरै दिएको छ। यहाँ नगरपालिकाको टिम छ, शिक्षादेखि लिएर नगर प्रमुखजी हुनुहुन्छ, वडा अध्यक्षजी हुनुहुन्छ। विद्यालयलाई वर्गीकरण गर्ने हो भने हामीले 10 कक्षामा लिएको शुल्क नर्सरीमा पनि कम हो। बेलौरी छोड्ने बित्तिकै महेन्द्रनगर धनगढी जाने बित्तिकै योभन्दा कम सुविधा दिएका, योभन्दा कम उत्पादन क्षेत्रमा विद्यार्थीहरूले लगाएका, सेवा सुविधा होइन राम्रो बिल्डिङ बनाएका, एसी लगाएका कोठामा राखेर लुटिरहेका छन्। हामी यहाँ शिक्षा दिइरहेका छौँ, वर्गीकरण अहिलेसम्म गर्न सक्नु भएको छैन। दुःखद कुरा हो। शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा तपाईँले लापरवाह गरिरहनु भएको छ, भन्नै पर्ने हुन्छ। मैले मौका पाएको बेलामा भन्ने गरेको छु। तपाईँले रिपिटेडली 10 वर्ष एउटा कार्यकाल पाउँदाखेरि जो बन्नुपर्ने पूर्वाधार हो त्यो सन्तोषजनक बनाउन सक्नु भएको छैन। तपाईँले त्यो रियलाइज गर्नुपर्छ। अर्को कुरा, निजी विद्यालयले जो शिक्षा क्षेत्रमा योगदान गरेको छ, हेर्नुहोस्, हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्ने गरेको थियो। अहिले पनि कञ्चनपुर जिल्लामा सर्वोत्कृष्ट एसएलसीको नतिजा बेलौरीबाट आएको छ। फेरि नामै भन्यो भने तपाईँले दुःख लागेर भन्दैन, खोज्नु होला। तर तपाईँहरूले अहिलेसम्म त्यसको बारेमा बोलाएर एउटा सान्त्वना समेत दिनुभएको छैन। यो कुरा भन्नै पर्ने थियो। त्यसैले हेर्नुहोस्, एक्लै हिँडेर कोही कहीँ पुग्दैन। सबैलाई समेट्नुहोस्। यावत त्यो नगरपालिका एउटा तपाईँहरू विभिन्न ठाउँमा जानुहुन्छ, तपाईँलाई लाज लाग्नुपर्ने हो कि त्यहाँ भएका पूर्वाधार, त्यहाँ भएको विकास, त्यहाँ भएको शिक्षा, स्वास्थ्य, यातायातमा गरिएको सुधारमा तपाईँले के गर्नुभयो? अलिअलि तुलना गर्नु न। त्यही बजेटमा छिमेकीमा के प्रगति भइरहेको छ खै हाम्रोमा भएको। त्यसैले यो सम्पूर्ण अभिभावकज्यू, शिक्षक, यहाँ उपस्थित अभिभावकदेखि लिएर सम्पूर्ण सर्वोदय भएको हो कि काटिएको थाहा भएन। जे भए तापनि यो महत्त्वपूर्ण कार्यक्रममा आउनुभएका सम्पूर्णप्रति नमन गर्दै यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। प्रति यहाँको शुभकामना प्रति आभार व्यक्त गर्दछौँ। व्यस्तताका कारण प्रमुख अतिथिज्यूले अरू पनि थुप्रै कार्यक्रमहरूमा सहभागी हुनुपर्ने व्यवस्थाका कारण अबको पालो शुभकामना मन्तव्य राखिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख 30औं वार्षिक उत्सव
उद्घाटन समारोहका सभाध्यक्षज्यू, त्यसै गरी विशिष्ट अतिथि बेलुरी नगरपालिकाका वार्ड नम्बर 7 का वार्ड अध्यक्षज्यू र विशिष्ट अतिथि गृहमा बस्नुहुने आदरणीय सम्पूर्ण अतिथिज्यूहरू, श्री हाम्रो क्याम्पसका क्याम्पस प्रमुख या क्याम्पस चिफ सर र अतिथि गृहमा बस्नुहुने सम्पूर्ण अतिथिज्यू, यहाँ उपस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, यस विद्यालयका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू र यहाँ उपस्थित यस विद्यालयका पर र यस विद्यालयका सम्पूर्ण शिक्षकहरूको टिम र यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो व्यक्तिगत बेलौरी नगरपालिकाको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। विशेष गरेर यस ज्ञान साधना विद्यालयमा अस्ति भर्खरै योभन्दा विगत वर्ष पनि यस विद्यालयमा मलाई निम्तो दिनुभएको म आउन सकेन र यस वर्ष पनि छोटो समयको निमित्त पनि आइदिनुपर्छ भन्ने सरले भनिसकेपछि म आउँछु भनेको छु। फेरि आज नै ढिलो भयो, नगरपालिकाको कार्यक्रममा ढिलो भयो र यसपछि फेरि एउटा सहकारीको उद्घाटन गर्नुपर्ने, त्यस कारणले त्यहाँ जानुपर्नेछ। छोटो समयमा बस्न खोज्दा पनि एकदम बस्न गर्नुपर्ने कुराहरू लगभग मलाई लाग्छ सबै कुराहरू अनुमति दिनेदेखि लिएर सबै कुराहरूमा बेलौरी नगरपालिका कतै पनि छुटेको छैन र उहाँहरूसँग समन्वय सहकारी गर्ने कुराहरूमा पनि यहाँ सम्पूर्ण विद्यालयहरूमा मलाई लाग्छ बेलौरी नगरपालिका सदैव साथ रहेको कुरा मैले जानकारी गराउन चाहन्छु। र विशेष गरेर बेलौरी नगरपालिकाभित्र रहेका हाम्रा सामुदायिक विद्यालयहरू पनि छन्। सामुदायिक विद्यालयहरूमा सुरुमा आउँदाखेरि विद्यालयमा आइसिटी पुस्तकालयहरू भवनहरू पक्कै पनि थिएन र अहिले हेर्दा एउटा विद्यालयमा भवनको आइसिटी तपाईँको शौचालय अनि छैन भन्न मिल्दैन, किनभने मलाई लाग्छ भौतिक संरचनाहरू अहिले सम्पूर्ण रूपमा भएको छ र अझै पनि कुनै विद्यालयहरूमा यदि कमी छ भने बेलौरी नगरपालिकाले त्यस विद्यालयहरूमा भवन अनि शौचालयहरू आइसिटीहरू पुस्तकालयहरू दिँदै गरेको छ र त्यहाँ भएका मलाई लाग्छ शिक्षालाई व्यवस्थित भएको छैन भन्ने जुन खालको कुराहरू आइरहेको हुन्छ त्यसमा म स्वीकार्य मान्न सक्दैन। किनभने बेलौरी कल्लापुरको बाटो त्यति बेला केन्द्र भइसक्दा कालोपट्टि भएको स्थिति छ, त्यसमा ठुलो पहल गऱ्यौँ र आज 4 लाइन त्यो बाटोहरू बनाउनुपर्छ भन्ने कुराहरू बेलौरी नगरपालिकाले पहल गरेको कुराहरूको जानकारी गराउन चाहन्छु। र यो हरेक र त्यसपछि तपाईँको लागि सडकको विषयहरू सङ्घीय सरकारले केन्द्र गरिसकेपछि आज 9 वर्ष हुँदासम्म कालोपट्टि नहुँदा हामी योभन्दा पहिलाको सरकारलाई पनि बेलौरी नगरपालिकाले ज्ञापन पत्र बुझाएको थियो भने र अहिलेको अन्तरिम सरकारलाई पनि बेलौरी नगरपालिकाले यो बाटो यथाशीघ्र विशेष गरेर यस विद्यालयको सम्पूर्ण टिमलाई म विशेष धन्यवाद दिन चाहन्छु, शुभकामना भन्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई विशेष धन्यवाद र शुभकामना दिन चाहन्छु र उत्साहपूर्वक जसरी यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्नो बच्चाप्रति आफ्नो छोराप्रति जसरी चासो र चिन्ता लिएर आज यो भेलामा चासो लिएर जसरी यहाँ उपस्थित हुनुभएको छ, म एउटा एकदम विशेष धन्यवाद दिन चाहन्छु र शुभकामना पनि भन्न चाहन्छु र यो कार्यक्रमको सफलताको कामना गर्दै म आफ्ना भनाइहरू यहाँ गर्छु। धन्यवाद, नमस्कार। ग्रहणकै क्रममा तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ। यहाँ देशको छ चिन्ता भोलिका सन्ततिको आधार खोज्दैछु म आधार नै हराए तिमी कहाँ रहन्छौ। यहाँ देशको छ चिन्ता तिमी जाति जाति भन्छौ
तिमी पार्टी पार्टी भन्छौ। यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, समग्र अतिथि महानुभावहरू, अभिभावकवर्ग, शिक्षकवर्ग, प्यारा प्यारा यस बगैँचाका अति प्रिय बालबालिकाहरू, उपस्थित तथा आमन्त्रित यहाँहरू सबै पत्रकारज्यूहरू, यहाँ सबैमा वात्सल्य विद्यानिकेतन र लक्ष्मण दियालका तर्फबाट एकमुष्ट नमन ढोक प्रणाम, धन्यवाद, आभार। यस विद्यालयलाई 30 वर्ष भइसकेछ र 30 वर्ष उत्कृष्टता साथ यहाँसम्म ल्याइ पुर्याउनु हुँदै यस विद्यालयको फाउन्डर, टिम, शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थीहरू सबै बधाईको पात्र हुनुहुन्छ। यहाँ सबैलाई एकमुष्ट बधाई र एकमुष्ट शुभकामना दिन चाहन्छु। र वात्सल्य विद्यानिकेतनलाई सम्झेर बोलाइदिनु भयो, आतिथ्य प्रदान गर्नुभयो र बोल्ने अवसर दिनुभयो, यसको लागि धन्यवाद। यहाँको आगामी दिन स्कुलको जीवन अझ राम्रो बनोस्, यहाँहरूको जीवन अझ राम्रो बनोस्, यही शुभकामना दिन चाहन्छु। र एउटा कुरा म ढुक्क साथ स्कुलको बारेमा भन्न मन लागेको छ। स्कुललाई लिडिङ गर्नुहुने आदरणीय तेजचन्द्र दाजु लगायत स्कुलमा अनवरत खटिराख्नु भएको हाम्रो भाइस प्रिन्सिपल सर दीपक भट्ट सर र यस स्कुलमा हालसालै जोडिनु भयो। म गुरुहरूलाई अनुरोध गर्न चाहन्छु कि यी सबै प्यारा बाबु नानीहरूलाई हामी त्यति नै माया गर्छौँ र गरौँ जति हामी आफ्नो छोराछोरीलाई कति स्याहार सुसार गर्छौँ। स्वास्थ्य, खानपान, संस्कार, सोच, भविष्य कति धेरै छटारो छ है। त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि गुरुहरूले आफ्नै छोराछोरी सम्झेर त्यसो गरिदिनुहोस्, एकदमै महत्त्व साथ उहाँहरूलाई हुर्काइदिनुहोस्, माया प्रदान गरिदिनुहोस्। यो स्कुल पनि राम्रो हुन्छ, यो स्कुल राम्रो हुँदै गर्दा हाम्रो समाज राम्रो हुन्छ। हाम्रो समाजका यसै सबै स्कुलहरू आमा बाबा सक्षम, बालबालिका सक्षम, हामी सबै सक्षम हुँदै गर्दा देश र समाज र संसार राम्रो हुन्छ भन्ने शुभकामना दिन चाहन्छु। बोल्ने अवसर प्रदान गर्नुभयो, यसको लागि पुनः धन्यवाद दिँदै मेरो यस स्कुललाई लिडिङ गर्ने तेज दाई लगायत दिपेनजी मेरो एकदमै सहकारी सहयात्री हुनुहुन्थ्यो। केही टेक्निकली केही समय हामी अलि थोरै पर भयो, तर मन आत्माले हाम्रो लक्ष्य एउटै छ, हामी साथमा छौँ। आगामी दिनमा अझ सहकार्य गर्ने इच्छा साथ म बिदा हुन चाहन्छु। हस्त यहाँहरू सबैको आगामी पल सुन्दर सुन्दर बनोस्, यहाँहरूको आगामी जीवन लोभलाग्दो बनोस्, शुभकामना। धन्यवाद, थ्याङ्क यू। Lay jawri lay masara
फोटो छ मायाको सम्झना दिलमा 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 फोटो छ। ज्ञान साधना बाल विद्या मन्दिरको 30औं वार्षिक उत्सव सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विभिन्न क्षेत्रबाट पाल्नुभएका अतिथि महानुभावहरू, यस विद्यालयका अभिभावकज्यू, शिक्षक तथा विद्यार्थी भाइहरू, यस विद्यालयले आज 30औं वर्ष पार गर्दैछ। यो एउटा सामान्य कुरा होइन। 30 वर्ष भनेको एउटा लामो कालखण्ड पार गरिरहेको छ। अझ मैले यो विद्यालय 2052 सालमा जतिखेर देशमा द्वन्द्व फैलिएको रहेछ त्यसबेला स्टार्ट भएको रहेछ। त्यतिखेरदेखि यस विद्यालयले कति कठिनाइहरू भोग्नु पर्यो होला, कति चुनौतीहरू पार गर्नु पर्यो होला। त्यो गर्दा गर्दै आज यो अवस्थामा आउँदा हामीले देख्दाखेरि सामान्य लागेपछि विद्यालयले साह्रै सङ्घर्ष गरिरहेको छ। यसमा यस विद्यालय र यस विद्यालय परिवारप्रति म एकदम धन्यवाद दिन चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, सायद मैले बोलेका कुराहरू विद्यार्थीले सुन्ने छैन, म विद्यार्थीको लागि पनि बोल्ने छैन। थोरै म अभिभावकज्यूहरूसँगको लागि बोल्नेछु। धेरै अभिभावक देखेको छु र अभिभावकमा पनि महिला दिदीबहिनीहरूलाई धेरै देखेको छु र अहिलेको अवस्था पनि त्यही छ। यो विद्यालयसँग म लामो समयसँग नजिक छु। 2056-57 सालतिर वीरबहादुर चन्द्र सर हुनुहुन्थ्यो, त्यस बेलादेखि म सँगसँगै छु र अहिले एकदम आदरणीय मित्र तेजबहादुर चन्द्र सरले यसलाई हाँकिराख्नु भएको छ र मलाई लाग्छ यस विद्यालयका धेरै आन्तरिक कुराहरू मलाई थाहा छ है। म त्यो दाबी गर्न सक्छु किनभने उहाँसँग मेरा विद्यालयका लगभग कुरा केन्द्र सरलाई थाहा छ र यस विद्यालयका धेरै कुराहरू म अवगत छु, मलाई जानकारी छ। अहिले पूर्वज साथीहरूले धेरै कुराहरू गरिसक्नु भएको छ। यो म पनि संस्थागत विद्यालय चलाउने भएकोले गर्दा हामी कति दुःख पीडा भोगेका छौँ त्यो हामीलाई छ। अहिले देख्दाखेरि जे जस्तो देखिए तापनि हामीले आफ्नो जीवन यो पुरै समर्पण गरेका छौँ। यो विद्यालय यहाँसम्म पुगेको छ जसले गर्दा तपाईँ अभिभावकले हामीलाई विश्वास गर्नु भएको छ, तब हामी चलेका छौँ। प्रिन्सिपल सर तेजबहादुर सरले यस विद्यालय कमान्ड गर्नुभएको छ। यो एउटा मैले अरू ठाउँमा पनि भनेको छु, कमान्डर गर्ने मान्छे ऊ जब त्यो एकदमै प्रोफेसनल छ भने त्यो हरेक संस्था राम्रो हुन्छ। तपाईँले अहिले पनि हेर्नुभयो भने देशका उत्कृष्ट विद्यालय, सरकारी विद्यालय, उत्कृष्ट विद्यालय छ नि, निजी विद्यालयमा भर्ना, सरकारीमा भर्ना नपाएका संस्थागत विद्यालय पनि छ नि त। कालिका मानव ज्ञान केन्द्र भन्ने बुटौलको स्कुल छ, त्यसको नेतृत्व गर्ने व्यक्ति राम्रो भएको होला। हामी हिजो कुलमान घिसिङलाई पनि भन्थ्यौँ विद्युत प्राधिकरणमा सबै घाटा हुन्छ, जहाँ सामान बेच्छ त्यसमा घाटा हुन्छ अरे। सामान बेच्ने कहिले पनि संस्था घाटा नहुनु पर्ने हो, तर नेपालमा हुन्छ। विद्युत प्राधिकरण त विद्युत बेच्छ नि, घाटा पनि कहीँ हुन्छ। आयल निगमले तेल बेच्छ घाटा हुन्छ अरे, कसरी हुन्छ? ऊ त किनेर ल्याएपछि फाइदै हुनुपर्ने हो नि। तर के हुँदो रहेछ त, नेतृत्वहरू सही भयो भने हुँदो रहेछ। आयल त्यो विद्युत प्राधिकरणलाई कुलमान घिसिङले एउटा नेतृत्व सही भएर गरेको थियो, त्यस्ता नेतृत्वहरू राम्रो आयो भने पक्कै पनि संस्था राम्रो हुन्छन्। यस संस्थाले पनि राम्रो नेतृत्व पाएको छ। उहाँ प्रोफेसनल हुनुहुन्छ, पेसाप्रति इमान्दार हुनुहुन्छ। हामी अहिले पनि 24 घन्टा स्कुलको लागि खट्छौँ। सायद उहाँको के हुन्छ मलाई, हामी प्रिन्सिपल जोड्ने छ, हाम्रो मोबाइल अभिभावकको लागि सधैँ अन हुन्छ, जतिखेर पनि 24 आवर। हाम्रो त त्यही हुन्छ। हस्पिटलले चलेको देख्न पाइयो। यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै मैले केही कुराहरू तितो लाग्ने गरेको छु, कसैको चित्त दुखाएको छु भने त्यसको लागि क्षमा याचना गर्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। बाल विद्या मन्दिरको 30औं वार्षिक उत्सव एवं अभिभावक दिवसमा सभापतित्व गरिरहनुभएका सभापतिज्यू, प्रमुख अतिथिज्यू, अन्य विशिष्ट अतिथिहरू र यस विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, अभिभावक वृन्द र
मेरा प्रिय साथीभाइहरू, म कक्षा 10 मा अध्ययनरत छात्रा शुभेच्छा चौधरी यस चुनौलो अवसरमा आफ्नो धारणा राख्न पाउँदा आफैलाई निकै गौरवशाली ठान्दछु। मेरो वक्तव्यको शीर्षक रहेको छ देश विकासमा जेनजीको भूमिका। बिहान उठेर मोबाइल हेर्दा न्युज भन्छ देश पछाडि छ, फेसबुक भन्छ सबै विदेश गइसके, मन भन्छ म के नै गर्न सक्छु र। साथीहरू, देश कमजोर हुनु भनेको सबैभन्दा ठुलो समस्या होइन, देशप्रति आशा कमजोर हुनु भनेको सबैभन्दा ठुलो समस्या हो। र त्यही आशा बोकेका पुस्ता हुन् जेनजी। हामी त्यो पुस्ता हौँ जो पुरानो सोचमा जन्मिए तर नयाँ सोचमा हुर्किए। हामीलाई यस्तै हो भनेर चित्त बुझाउन गाह्रो पर्छ। देश विकास भनेको सरकारले बनाउने योजना मात्र नभई हामी नागरिकले बनाउने बानी पनि हो। यदि हामीले भ्रष्टाचार गर्न छोड्यौँ भने देश अनुशासित हुन्छ। यदि हामीले समयमै रोजगारीको अवसर सिर्जना गर्न सक्यो भने देश प्रभावकारी हुन्छ। यदि हामीले सानो गतिलाई चल्छ भन्न छाड्यौँ भने देश आफू सुध्रिन्छ। देश परिवर्तन क्रान्तिबाट होइन चरित्रबाट सुरु हुन्छ। जेनजीसँग के नै छ र, पैसा कम छ, सम्भावना धेरै, अनुभव कम छ तर ऊर्जा अपार। हामी टेक्नोलोजीलाई खेलाउन होइन समाधान बनाउने पुस्ता हौँ। हामी हातमा सिबी ढोका ढकेउने होइन आफै ढोका खोल्ने पुस्ता हौँ। आजभोलि धेरैले भन्छन् देशमा अवसर छैन, तर सत्य के हो भने देशमा अवसर भएको होइन, मात्र हामीले अवसर बनाउने बानी अझै सिकेका छैनौँ। देश विकास भन्न साथ हामी ठुला कुराहरू खोज्छौँ र त्यही ठुला कुराहरू साथ साना साना जिम्मेवारीहरू पनि आउँछन्। यदि जेनजीले कामलाई सम्मान र सिपलाई शक्ति बनायो भने देशलाई बहाना होइन प्राथमिकता बनायो भने देशलाई कसैको आवश्यकता हुँदैन, देश आफै सुध्रिन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, देश विकास भनेको पाठ्य पुस्तकमा लेखिने लेख मात्र नभई हामी जेनजीको जिम्मेवारी हो र त्यो जिम्मेवारीबाट हामी कहिले भाग्दैनौँ। यति भन्दै म आफ्ना शब्दहरू यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जेनजी पुस्ता सफल होस्, जेनजी पुस्ताले यस देशको सुन्दर भविष्य गरोस्। सबैको शुभकामना दिँदै महिरवान फारूक झुम्रागी लिएर आउँदै हुन्छ बहिनी जीविका चौधरी, जिज्ञासा चौधरी, शर्मिला चौधरी, दर्शना चौधरी। Ah
सभापतिज्यू, कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका सदस्य नगर प्रमुखज्यू, कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिका वार्ड नम्बर 7 का वडाध्यक्षज्यू, त्यसै गरी कार्यक्रममा सरिक हुनुभएका महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखज्यू, बेलौरी नगर खेलकुद समितिका अध्यक्षज्यू, विभिन्न विद्यालयबाट यहाँ पाल्नुहुने प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, कर्मचारी शिक्षक मित्रहरू, अभिभावकज्यू, पत्रकार लगायत सम्पूर्णमा म हार्दिक नमस्कार एवं नमन व्यक्त गर्न चाहन्छु। यहाँहरूले यत्रो महत्त्वपूर्ण कार्यक्रममा हामीलाई पनि निमन्त्रणा गरेर यो कार्यक्रमको अवलोकन गर्ने, केही कुराहरू सेयर गर्ने जो अवसर प्रदान गर्नुभएको छ, यसका लागि म विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज यहाँहरूले यत्रो व्यवस्थापन गरेर यत्रो सरोकारवालाको सहभागितामा यो कार्यक्रम गरिराख्नु भएको छ। यो आफैमा एउटा महत्त्वपूर्ण विषय हो, तर यो विद्यालयको यस्तै खालको गरिमा, यस्तै खालको ओज, यस्तै खालको महत्त्व कायम रहोस् र आगामी दिनमा त्यो झन् बढोत्तरी हुँदै जाओस् भन्ने म शुभेच्छा र शुभकामना पनि प्रकट गर्न चाहन्छु। हाम्रो शिक्षासँग सम्बन्धित नियमावलीमा पनि विद्यालयले आफूले वर्षभरि सम्पादन गरेका कामहरू सरोकारवालालाई बताउनुपर्छ, त्योसँग सम्बन्धित व्यक्तिहरूलाई कुनै एउटा कार्यक्रम गरेर बताउनुपर्छ भन्ने व्यवस्था कानुनमा नै गरेको छ। त्यसैको परिपालना अन्तर्गत विद्यालयहरूले अभिभावक भेलाका नाममा, वार्षिकोत्सवका नाममा यो खालका कार्यक्रमहरू गरिराखेका छन् र यो गर्नु पनि पर्छ। कि हामीले वर्षभरि के गर्यौँ? विद्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरेका कार्यक्रमहरू वर्षभरिका के हुन्, त्यसको नतिजा के आयो, विद्यालयको शैक्षिक पक्ष, भौतिक पक्ष, आर्थिक पक्ष, सुशासनको पक्ष, सामाजिक पक्षमा हामीले एक शैक्षिक वर्षमा के काम गर्यौँ, त्यो कुरा चाहिँ हामीले हाम्रा स्टेक होल्डरहरूमा, सरोकारवालामा बताउनुपर्छ। यो कुनै न कुनै रूपमा सोसल अडिटको प्रोसेस पनि हो, सामाजिक परीक्षणको प्रक्रिया पनि हो कि हामीले गरेका काम कारवाही समाजबाट अनुमोदन गराउनुपर्छ, सरोकारवालाबाट अनुमोदन गराउनुपर्छ। त्यही सिलसिलामा जो यो कार्यक्रम आयोजना भएको छ, यो अति महत्त्वपूर्ण कार्यक्रम छ। म पुनः यसका लागि विद्यालय परिवारप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। ज्ञान साथ विद्यालयले अझै महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने शुभेच्छा पनि दिन चाहन्छु र विद्यार्थीहरूलाई सिकाइका बहुआयामहरूमा हामी अगाडि बढाउन सकौँ, त्यसले चाहिँ एउटा पूर्ण मानव बन्नका निमित्त सहयोग गर्दछ। कुनै विद्यार्थी पढ्ने मामलामा मात्रै अथवा जिपिएका मामलामा मात्रै अथवा ग्रेडका मामलामा मात्रै उत्तम हुनु हुँदैन, त्यो सँगसँगै जीवनमा चाहिने अरू विभिन्न सिपका क्षेत्रमा पनि त्यो विद्यार्थी अगाडि बढ्न सक्नुपर्छ। चाहे त्यो खेलकुद होस्, चाहे त्यो सङ्गीत होस्, चाहे त्यो पब्लिक स्पिकिङको कुरा होस्, चाहे त्यो खेलकुद अन्तर्गतका विभिन्न विधाहरू, मार्सल आर्टदेखि लिएर इन्डोर गेमहरू, जुनसुकै क्षेत्रमा पनि हामीले विद्यार्थीलाई अगाडि बढाउनका लागि पहल र प्रयास गऱ्यौँ भने त्यो एउटा पूर्ण मानव बन्नका निमित्त हामीले आधारशिला प्रदान गरेको ठहरिन्छ। सैद्धान्तिक ज्ञान हुने विषय र त्यो सैद्धान्तिक ज्ञानबाट हामीले चाहिँ विद्यार्थीलाई कुनै निश्चित जिपिए सेक्योर गराउने विषयको आफ्नो महत्त्व त छ, त्यो सँगसँगै विद्यार्थीलाई बहुआयामिक बनाउन, सामाजिक बनाउनका निमित्त अन्य सिपहरू पनि हामीले यही विद्यालयको थलोबाट प्रदान गर्ने भएको हुनाले यो विद्यालयले को करिकुलर, एक्स्ट्रा करिकुलर एक्टिभिटीमा पनि अझै महत्त्वका साथ आफ्ना कार्यक्रमहरू अगाडि बढाउनेछ भन्ने मैले शुभेच्छा प्रकट गर्न चाहन्छु र मैले त्यो आशा पनि राखेको छु। भर्खरै हामीले नगर स्तरीय छनौट खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ सिल्डरको कार्यक्रम सक्यौँ, त्यहाँ पनि विद्यालयको उपस्थिति रहेको थियो। त्यो सँगसँगै विभिन्न खालका प्रतियोगिताहरूमा पनि विद्यालयले आफ्ना चाहिँ स्थानहरू चाहिँ हासिल गर्दै आएको छ, चाहे त्यो हाजिरी जवाबको सिलसिला होस् या अन्य पालिका स्तरीय कार्यक्रमहरू हुन्। ती कार्यक्रमहरूलाई अझै व्यवस्थित गरेर त्यसको सहभागितालाई अझै बढाएर विद्यार्थीहरू पाठ्यक्रमले तोकेको सैद्धान्तिक ज्ञानमा
गाई भने सानो दुध दिन्छ मानु खानु कि नखानु मागेर ल्याउनु नसक्नेसँग जानु कि नजानु